हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आइयो हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। हामी चाहिँ साथीहरूलाई हिँड्यो चाहिँ हामी चाहिँ अब घुम्नको लागि मिराकल गार्डनतिर निस्किँदैछौँ। के कस्तो हुन्छ बाँकी भिडियो म चाहिँ देखाउँदै गर्दैछु। तपाईँहरू देख्न सक्नुहुन्छ अब यहाँ गाडीको लागि यहाँ डिल हुँदैछ है। साथीहरूले डिल पनि गरिसक्यो। अब हामी भित्र प्रवेश गर्दैछौँ कि सोल्टी पनि अब यति गर्दैछन्। यस्तरी छेउमा बस्ने होइन, छेउमा त म भिडियो गर्ने मान्छे बस्ने एउटा आँखा लाएर ल गाइस हामी चाहिँ अब देखाउँदै जाँदैछौँ। ल झ्याम्म लाएर मित्रहरू यहाँ बसिसक्यो। अब हाम्रो एउटा मित्र त अगाडि लागिसक्यो। हामी चाहिँ लागियो अब एकदम भिडियो त के भन्छ, भिड त एकदमै छ। हिजो सन्डे एकदम कति रहेछ भिड, गाडी पनि हामी चाहिँ अब लागिसक्यो। हाम्रो अगाडि एउटा भलघर पनि छ अरे। गाइस फाइनली अब हामी चाहिँ मिराकल गार्डन चाहिँ आइपुगेका हाम्रो अब यहाँ अगाडि हेर्न सक्नुहुन्छ। यहाँ अगाडि खुल्लै छ र पुरा रोड जान्छ। अब हामी चाहिँ फाइनली मिराकल गार्डन आइपुग्यो, देख्न सक्नुहुन्छ। अब हामी पार्किङमा देख्न सक्नुहुन्छ। फाइनल्ली हामी चाहिँ अब आइपुग्यो। हामी फाइनल्ली चाहिँ मिराकल गार्डन आइपुग्यो, हामी देख्न सक्नुहुन्छ। हामी चाहिँ हाम्रो ग्याङ चाहिँ अब आइपुग्यो। यसो साइड छोडिदियो है बाटो। कुन साइडबाट जाने हो? उता पार जाऊँ कि उता उता? नो नो सरी, कता कता यता हो र? यताबाट हिँड्नु न, अलमलमा नपरौँ न हो। ल साथीहरू फाइनल्ली हाम्रो अब यो के अरे मिराकल गार्डन आउने भन्ने सपना पनि अब यहाँ पुरा भइसकेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है मान्छेहरूको भिड पनि रहेछ हल्का। हिजो सन्डे त एकदमै भिड थियो भन्थे, भिडियोहरूमा पनि देख्न सकिन्थ्यो, एकदमै भिड थियो अरे। आज हामी चाहिँ आइसक्यौँ फाइनल्ली। पुरै फुलहरूले सजिसकेको छ। एन्ट्रान्सहरू यहीँबाटै देख्न सकिन्छ, फुलहरू पनि यहीँबाटै देख्न सकिन्छ। कति बाटो हो हामी छिर्ने? कस्तो लागिरह? कहाँबाट जाने अरे? यता बाहिरबाट जानु पर्ने रहेछ। खासै हाम्रो यो डिआइपी वानदेखि आउनु चाहिँ यसमा भनेको ट्याक्सी नभनेको 20 मिनटमा आइदो रहेछ। अनि पैसा चाहिँ अब 50 रुपिस दिँदो रहेछ। भनौँ अब 5 जना चढ्यो पनि, 4 जना चढ्यो पनि, 1 जना चढ्यो पनि, 2 जना चढ्यो पनि 50 लाग्दो रहेछ। हजुरहरू आउनु सक्नुहुन्छ। हामी चाहिँ यताबाट जानु पर्दो रहेछ। हामी यताबाट जाँदैछौँ अब। उता पबाट भन्नु देखेको फुलहरू पनि एकदम फुलिरहेको नेपालमा जस्तै यो फुल दामी रात है। कहाँ हो कि पछि लत्रिने यार? यसो हुन्छ नि यार, पछि लत्रिन पाइन्न है। सँगै आएपछि फेरि सँगै जाने हो। बिचबिचमा हराउने बानी चाहिँ राम्रो होइन फेरि। हजुर हेर्नुहोस् यहाँ फलिरहने यहाँ दुईमा यस्तो गर्मी पनि यहाँ झली फलिरह। साथीहरू हामी चाहिँ उता पहिलाको चाहिँ त्यो गेट चाहिँ अब त्यताबाट छिर्न चाहिँ दिँदो रहेनछ।
अनि चाहिँ त्यो गेट साइडतिर रोकिदिएको थियो अनि त्यताबाट होरिहाल्ने जस्तो लाग्यो त रहेछ चाहिँ यो साइडबाट देख्न सक्नुहुन्छ यहाँ यो साइडबाट रहेछ र हामी चाहिँ भित्रतिर इन्ट्रान्स गर्दैछौँ देख्नुहुन्छ यसरी बनाइसकेको रहेछ यहाँ चाहिँ भित्र मान्छेहरू गर्नको लागि चाहिँ यसरी यहाँ बनाइएको रहेछ यहाँ हाम्रा 3 जना साथीहरू चाहिँ स्वयंसित अगाडि बढिरहनु भएको छ चाहिँ यहाँ जानुभन्दा चाहिँ हाम्रो आइडी चाहिँ अब निकालेर पर्ने रहेछ आइडी निकालेर अब चाहिँ रेडी हुन थाल्यौँ मेन गेट चाहिँ बिराकल गार्डन लिएर चाहिँ हेर्न सकिन्छ मान्छेहरू यहाँ भिडै छ जस्तो छ यहाँ चाहिँ अब यहाँ साइड देख्नु पर्दो रहेछ घाम यो साइड पनि देखाएर अब जाँदैछौँ ओके Yeah. I am actually leave on today. Okay. So you can reach out personally. For me, पनि चेक गर्नु पर्दो रहेछ चेक गरेर अब हामी चाहिँ यहाँबाट निस्किँदै खामे यहाँ सरहरू मेन गेटमा चाहिँ मेन गेटबाट हामी अब भित्र प्रस्थान गरिसक्यौँ हामी फाइनली गाइस एकदम बवाल स्वरूप चाहिँ अब यहाँ चाहिँ भित्र देख्दा चाहिँ एकदमै बवालले देखिन सुरु भइसकेको छ फुलहरू पनि देख्न सक्छ अब यहाँबाट सुरु हुन्छ हो भित्र यसमा जान सकिन्छ यसमा पनि के छ जीवन कस्तो लागिरहेको एकदम रमाइलो तर गर्मी छ परी खोज्न जानु पर्यो यार यस्तो पहिला एकपटक आएको के होइन पहिला आएकै त्यही कारण यो त फुलतिर हुन सक्छन् कि यहाँतिर भमरा चाहिँ यतातिर छ नि भमरा कताबाट यतिबाट जान्थ्यो होला नि होइन यहाँ देख्न सक्नुहुन्छ है कसलाई सनाई होइन धन के भन्छ यहाँ चाहिँ यो घर रहेछ घरमा चाहिँ यस्तरी फुलहरू अनि माथिहरू फुलहरू फेरि चाहिँ सकेको डिजाइनहरू चाहिँ यति बवाल तरिकाले पुरा नेपालमा पुरा नेचुरल हुन्छ नि यहाँ पुरा प्राकृतिक रूपले दिएको हुन्छ नि यहाँ पुरा अब यहाँ बनाएर यस्तो चाहिँ दिन्छ यी जमकल जाइयो अहिले के अरे निस्किने बेला पनि देखाएर निस्किने क्या हो के हो र गर्मी भयो है कस्तो हाम्रो फोटो सेसन पनि भइसक्यो अब हामी चाहिँ
ल हाम्रो राष्ट्रिय ओ हाम्रो रोडेडेन्ड्रन कि दाफेलाई के भन्छ भने यो मयूर हो के मयूर हो कि ए मयूर होला ल मयूर के हो अरे मयूरलाई डाफे भन्दिने अरे लास्टै जाने के जान्नेको ग्याङमा आटेको सिके त बर्बाद भयो यार वाह क्या दामी छ के यार स्वर्गको टुक्रा हो के खाडीमा त यार यो त यार अनि खाडीमा स्वर्गको टुक्रा हेर त प्राकृतिक रूपले नदी पनि अब बनाएर कस्तो लाग्दैछ साथीहरू ल मिराकल गार्डनको भ्यू हेर्नुहोस् ल हामी आएको 1 घन्टा भइसक्यो 2 ठाउँ फोटो खिच्दा मात्र हाम्रो दिन जाला जस्तो छ हेर्नुहोस् गाइज यति ठुलो हात्ती इलिफेन्ट ए सबैजना हामी सँगसँगै 4 जनाको ग्याङ बनाएर आउँदैछौँ रमाइलो हुँदैछ जे होस् मिराकल गार्डन मात्र होइन यो त स्वर्गको टुक्रा जस्तै रहेछ हो यस्तो शीतलमा हो कि फोटोहरू राम्रो आउने त तर हामीले खिचेनौँ हामी स्ट्यान्ड लिएर आउनु पर्ने रहेछ यसरी फोटो खिच्नको लागि जान्ने मान्छे आएर पनि जान्ने नभइकन आएर यस्तो भयो कि ल त हेर्नु कस्तो लाग्दैछ तपाईँलाई एकदम बोबा एकदम यो के अरे के भन्छ यो जिन्दगीमा एकपटक यो आउने भन्ने एउटा सपना हुन्छ नि त घुम्ने सपना हुन्छ त्यो पनि फाइनली पुरा भइसकेको हो खसल्ला के त खसल्ला मेरो साथी वाउ एलिफेन्ट देख्न सक्नुहुन्छ यहाँ यता सो गाइस हजुर देख्नुहुन्छ यहाँ माथि चाहिँ हात्ती रहेको छ हात्ती यतानिर यो छाताको यो के भन्छ अब यसलाई यता रेस्टुरेन्टको बस्नको लागि चाहिँ यस्तो तरिकाले माथि फुलहरू सहित बनाइएको रहेछ माथि सक्नुहुन्छ माथि पनि यहाँ छ यहाँ विजय दाजु रक्स क्या यहाँ माथि फेरि जान निषेध गरिएको रहेछ फेरि जाँदाखेरि फुले यहाँ हात्तीहरू फुलहरू पनि यस्तो राम्रो तरिकाले यस्तो दामी छाताले बनाइएको छाता घर यहाँ पुरा छाताको पुरा यस्तो रहेछ बनाइएको रहेछ छाताको देख्न सक्नुहुन्छ चर्खा पनि रहेछ आइसक्रिम water pani water madam cold water गाइजहरू एकदमै सजावट चाहिँ पुरा मिराकल गार्डनमा चाहिँ यसरी गराइएको रहेछ है फ्रेममा देख्न सक्नुहुन्छ यता पनि पुरा छाता एरियाको पुरै वरिपरि छ सासम्म पारी देख्न सक्नुहुन्छ अहिले ट्याग 1 बज्न थाले चाहिँ यो सक्कली हो कि नक्कली हो सक्कली कि नक्कली हो सही हो सही हैन हैन हुन सक्छ
सक्कली यो देख्न सक्नुहुन्छ यहाँ घडी जीवन अब त्यहाँ वरिपरि छिटो छिटो जाने भयो। तल जान दिँदैन तल जाने राइट साइड भयो। सो गाएछ अब हामी चाहिँ माथि निस्किदियौँ छिटो आमै छिटो छिटो सरी 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 उल्टो भइएछ क्या प्लेन देख्न सक्नुहुन्छ प्लेन प्लेन ल अब हामी चाहिँ यहाँ माथि जानु लाग्यो यहाँ देखाउँदैछु म के रहेछ हामी कुरा यस्तो घाम हुन्छ भनेर यहाँनिरबाट चाहिँ धेरै जसो भ्यूहरू देखिँदो रहेछ साइड भ्यूकै हेर्न सक्छ हजुरहरू चाहिँ
त्यहाँ चाहिँ यहाँतिर चाहिँ अब यहाँ झर्ना रहेछ यो साइडतिर चाहिँ यो देख्न सक्नुहुन्छ यहाँ पानी पनि त्यहाँबाट झरिरह साइडबाट यो चाहिँ यस्तो है त्यहाँ पारि बाटो साइडबाट झर्ना भइरह साइडबाट सक्नुहुन्छ जताकति फुलहरूको बगैँचै फुलै फुल फुलै फुल फुलै फुल यहाँनिरहरू पनि फुलै फुलले भरिरहेको छ एकदमै के घुम्न यो अब यो गर्मी सिजन छ तर जाडोमा चाहिँ मान्छेहरू चाहिँ अझै प्रायः जसो बढी नै आइरहेको छन् यहाँ फुलै फुलले सजेको छ अब गर्मी सिजन होला अब गर्मी सिजनमा चाहिँ यो चाहिँ बन्द हुन्छ यो गर्मी टाइममा चाहिँ झरनाहरू यहाँ देख्न सक्नुहुन्छ कस्तो दामी छ दामी दामी देख्न सक्नुहुन्छ र झरनाहरू झरेको फुल पनि कति राम्रो तरिकाले सजाएर के र देख्न लायक पुरा हुन्छ नि त कुन ठाउँमा कस्तो खाले फुल राखेर सुहाउँछ राम्रो देखिन्छ त्यो पुरा टेक्नोलोजी पुरा लगाइएको छ कि यहाँ चाहिँ अब खानाको लागि चाहिँ रेस्टुरेन्ट भइहाल्यो त्यहाँ साइडतिर चाहिँ अब यता फोटो खिच्नहरू गर्नको लागि हेर्न सक्नुहुन्छ यहाँ पुरा हात्तीको सुँडबाट यहाँ गरेको पानी गरेको फालेको पछि यहाँ पनि देख्न सकिन्छ यहाँ से पहले सेंटर पे चल वहाँ से वो भी यो साइडबाट पनि बाहिर निस्किने ठाउँ रहेछ यहाँनिर पनि बाहिर निस्किने ठाउँ रहेछ यस्तो एकदमै त्यहाँ हात्तीको सुँडबाट पानी झरिरहे सुँडबाट पानी त्यहाँनिर चाहिँ प्लेनको पुरा भिडियो देख्न सक्नुहुन्छ फुलहरू पुरा विभिन्न थरीका फुलहरू पनि यहाँ छन् विभिन्न थरीका फुलहरू चाहिँ अब यो प्लेनको नजिक जाँदैको देख्न सक्नुहुन्छ हामी चाहिँ यो बगैँचामा यसले राम्रो साथीहरू चाहिँ एउटा भिडियो र फोटो खिच्दैछन् म चाहिँ अब यता भिडियो गर्दै हिँडिरहेको फुलहरूको त पुरै बगैँचा चाहिँ भनौँ न त प्लेनको अगाडि साइडको
बस्नको लागि चाहिँ यस्तो राम्रो तरिकाले सजावट गरिएको रहेछ नि पुरा माथिबाट फुल पनि तल बस्नको लागि पनि राम्रो व्यवस्था भएको होइन यहाँ यस्तो देख्न सक्नुहुन्छ यस्तै पुरा गुफा जस्तै के चढन सिटीका माथिनिर भयो अनि खासै भिड रहेनछ आज मन्डे हो नि त त्यही भएर खासै आज भिड चाहिँ रहेनछ यो सन्डेको दिन चाहिँ एकदमै भिडभाड भएको चाहिँ भिडियो एक सकिन्थ्यो टिकटकभरि अझै खासै त्यस्तो भिड चाहिँ रहेनछ यहाँ बच्चा बच्चीहरूको लागि खेलाउनु हो कि ठुलो मान्छेको लागि चाहिँ फिल्मको पङ्खाहरू टायरहरू पनि देख्न सकिन्छ टायर भएको
म चाहिँ अहिले साथीहरू चाहिँ भिडियो गर्दैन म चाहिँ एक्लै हेरिरहेको र यो चाहिँ हेरौँ न भित्र के कस्तो रहेछ भनेर पुरै एरिया चाहिँ म एक्लै घुम्दैछु कताबाट ठाउँ छ यताउति जानु ठाउँ कि पुरो एउटा वापिस जानुपर्ने त्यहाँ रहेन छ त्यहाँबाट घुमेर जानु पर्दो रहेछ साइडबाट जानु नमिल्दो रहेछ त्यहाँबाट निस्केर रहेछ त्यही एकदम दामी लाग्यो कि जेस यत्रो अब वर्षमा भनौँ 2-3 वर्ष भएर आएको दुवै घुम्नु नपाए पनि अहिले चाहिँ पाइयो जाँदैछु म चाहिँ होइन गर्मी पनि एकदमै अब सुरु भइसकेको नि त त्यही भएर गर्मी अलिक गाह्रै पर्छ मलाई देख्न सक्नुहुन्छ जुन उसँग आएको म चाहिँ यो साइडबाट आइसकेको फेरि अब म यो साइडबाट घुम्दैछु यो साइडबाट घुम्दै जान्छु म त्यही भएर पनि अनि यो साइडबाट नि यस्तो अनि यो सानो डिजाइनको घरमा पनि यस्तो विभिन्न थरीका फुलहरू देख्न सक्नुहुन्छ यो साइडबाट यसरी दामी दामी घरहरू पनि डिजाइनको यो साइडमा पुरै रेस्टुरेन्टहरू रहेछ साइडमा चाहिँ सर तिनीहरू पनि यस्तो दामी दामी रहेछन् यो साइडबाट जाँदैछु सानो यो डिजाइनको फुल सजाएर यस्तो सानो गाडीहरू यहाँ देख्न सक्नुहुन्छ पानी झरिरहेछ नानी तार हो यहाँ देख्न सक्नुहुन्छ कसरी घुमिरहेको
मिरेकल गार्डन दिल हो गया गार्डन गार्डन यो साइडबाट नि बाहिर निस्किन फेरि चाहिँ यता आइँदै म चाहिँ पुरै एकदम चाहिँ लगभग म चाहिँ यो ठाउँको चाहिँ पुरै परिक्रमा गरिसकेको छु डिजाइन चाहिँ यसको डिजाइन चाहिँ एकदमै दामी हो कि साइडमा सानो सानो घरहरू भनौँ यो पसल रेस्टुरेन्टहरू छन् यता यो साइडतिर चाहिँ भित्र त्यहाँ बस्नको लागि माथिबाट फुल पनि सजिएको अनि जे फुलहरू पनि देख्न सकिन्छ विभिन्न कलरहरूका म चाहिँ एक राउन्ड पुरा लगाइसकेँ फेरि यो ठाउँमा आइपुग्यो अघि त्यो साइडबाट म निस्किरहेको थिएँ अरे म आइसकेको हो तर साथीहरू चाहिँ खोज्नु पर्यो साथीहरू चाहिँ कहाँ छन् भनेर खोज्नु पर्यो साथीहरूसँग चाहिँ पक्रेर जान्छु अब गाइज हामी फाइनल्ली हामी अब यो मिराकल गार्डन पनि पुरा घुमेर टुर गरेर भइसकेको छ यहाँ अब हामी चाहिँ अब एकैछिन विश्राम गर्दै थियौँ यो गर्मीमा हामी धेरै घुम्यो नि त त्यही भएर अब यहाँ हाम्रो दाजु पनि थाक्नु भयो अरे कस्तो लाग्यो त दाजु एकदम रमाइलो एकदम लाग्यो 3 घण्टा घुम्यो होला नि सर दिल गार्डन गार्डन भयो नि ल जीवन सर अनि कस्तो लाग्यो त हेलो हेलो कस्तो लाग्यो दामी रमाइलो गार्डन दिल हो गया मेरा लेकिन इधर लड़की कोई नहीं मिला क्या करेगा तुम्हारा गर्लफ्रेन्ड देखेकी त जोडी देखो डेटिङ आ रहा है अनि यता हाम्रो सरले कस्तो लाग्यो आज मलाई त्यस्तै हो यार जोडीसँग आउनु पर्ने जोडी भयो मरिनी बोलाउन पर्ने भयो सिंगल मरिनी भयो भरे सिंगल मरिनी भयो उहाँको गर्लफ्रेन्डसँग पुगेको छ कि होइन दाइले यसो भाउजूले रहनु पाएको भए घुमाउन के गर्नु सजिलो रमाइलो हुन्छ होला हुन्थ्यो के गर्नु यस्तै छ केही छैन उता रेन्ज जोडी छ ल साथीहरू यदि भिडियो राम्रो लाग्यो भने लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भिडियो चाहिँ म चाहिँ आज यहीँ